गाउँदै जाऊ गाउँदै जाऊ श्रीमान सबै गाउँदै परमप्रभुमा हाम्रो आशा छ है। त्यस कारणले गर्दाखेरि हामी हुन्छ हामी एउटा गीत गाउनेछौँ। यो गीतले चाहिँ के भन्छ भने वंशको 46 अनुसार 146 अनुसार सम्राटहरूमा भरोसा नगर, आशा नगर, तर हाम्रो परमप्रभु परमेश्वरमाथि भरोसा राख भन्ने कुराहरू गर्दछ होइन। हामी ती गीत हामी गाउँदैछौँ। Happy, happy,
सेवा गरे चाहिँ प्रेमद्वारा काम गर्ने विश्वास पाउन भन्नुहुन्छ हाम्रो परमप्रभु भन्नुहुन्छ हाम्रो परमप्रभु यौको आशाको परमप्रभु नेपालीको आशाको परमप्रभु यौको आशाको परमप्रभु नेपालीको आशाको परमप्रभु मन्दिरमा जागृति आए बजारले आशिष पाउँछ वेदीमा आगो सकिए समाजमा ज्योति छाउँछ जातिबारी मान्छे बाहिर जिउँदोवालाका बग्दछ अनि क्रिस्टको महिमाले सारा देशलाई ढाक्दछ जातिबारी मान्छे बाहिर जिउँदोवालाका बग्दछ अनि क्रिस्टको महिमाले सारा देशलाई ढाक्दछ प्रसिद्धापी बनेर पापलाई त्यागेर बलि बन्नुहुन्छ हाम्रो परमप्रभु बलि बन्नुहुन्छ हाम्रो परमप्रभु यो मुलुकको आशाको परमप्रभु सबैजना नेपालीको आशाको परमप्रभु यो मुलुकको आशाको परमप्रभु नेपालीको आशाको परमप्रभु प्रियजनहरू जब तपाईँबाट सबै कुरा खोसिन्छन् बल ताकत धन सबै कुरा खोसिन्छन् तपाईँ जस्ट नाङ्गो हुनुहुन्छ त्यति बेला तपाईँको विश्वास कहाँ अडिएको छ राम्रो हुँदाखेरि त सबैले आराधना गर्छन् बल ताकत हुँदाखेरि सबैले आराधना गर्छन् सुकिलो मुकिलो राम्रो खाँदाखेरि सबैले आराधना गर्छन् जब तपाईँसँग केही हुँदैन त्यति बेला तपाईँको विश्वास केसमा अडिएको छ तब थाहा हुन्छ मलाई बचाएको हो त्यही आशाले जुन आज हामीले सुन्दै दिनुपर्छ आमेन आशाले मलाई बलियो बनाएको छ प्रभुका प्रियजनहरू यसको पछाडि म हृदयदेखि धन्यवाद दिन चाहन्छु क्युएनसी मण्डललाई क्युएनसी मण्डलले धेरै गरेको छ कतिजना चाहिँ बार बार विनन्ती प्रार्थना गर्नुभयो भेट्न जानुभयो है यदि बिमारीको सेवा मत्ती 25 अध्यायको 35 अगाडि पढ्नुभयो भने यो सेवालाई सबैभन्दा अग्र रूपमा लिइरहेको छ भने म एकदम धन्यवाद दिन चाहन्छु क्युएनसी मण्डललाई दिदीबहिनीहरू धेरैजनाहरू है नाम लिँदाखेरि म तोकेर भन्न चाहेँ सुको दिदी है उहाँ चाहिँ बार बार कोही न कोहीलाई लिएर चाहिँ जानुहुन्थ्यो मलाई भेट गर्न मेरो लागि प्रार्थना गर्न अनि टेक दाजु हुनुहुन्छ यहाँ धेरैजना हुनुहुन्छ म तर चाहिँ कहिले चाहिँ मान्छे लिएर जानुहुन्थ्यो कहिले खाना लिएर जानुहुन्थ्यो कहिले भेटी लिएर जानुहुन्थ्यो हर पल उत्साह दिनुहुन्थ्यो म धन्यवाद दिन चाहन्छु मुना भाउजूको निम्ति उहाँको गवाईले मलाई अझै ताकत दिएको उहाँले भन्नु भाइ मेरो त यत्रो भएको तपाईँलाई त केही भएको छैन आमेन हालेलुया म प्रभुलाई धन्यवाद दिन्छु भारी त होला भारी बोकेको पीडा त मलाई मात्रै थाहा हुन्छ जसले बोकेको छ होइन अनि देख्ने त अहो यसले भारी बोकेको छ भन्ने मात्रै थाहा हुन्छ वास्तवमा उसको जुन पीडा हो नि भारी बोक्नलाई थाहा हुन्छ उसको गर्नु कति छ भन्ने कुरा अझै पनि म यो बिमारीदेखि लड्दैछु 9 महिना लाग्दैछ अझै पनि लोवर पार्टमा मेरो सेन्सेसन पुरै छैन पावर छैन तर म जिदमा चलेको छु येशूको नाममा आमेन म हिड्नुपर्छ मलाई आशासम्म एक दिन हिड्नेछु दौड्नेछु हालेलुया
म धन्यवाद दिन्छु जब म चाहिँ त्यहाँबाट डिस्चार्ज भएर रुममा गएँ, आइसोलेसन रुममा मलाई आइसोलेट गरियो। त्यो दिन थाहा पाएदेखि दाजु डेभिड यहाँ हुनुहुन्छ, उहाँले एक दिन पनि छोड्नु भएन साँझ गर्नुहुन्थ्यो प्रार्थना गर्नलाई। धेरै व्यक्तिहरू यहाँ हुनुहुन्छ जो मेरो लागि खाना लिएर जानुहुन्थ्यो। तर म एकदमै धन्यवाद छु युएनसिएन मण्डलीप्रति जो यो यति धेरै प्रेम दिनुभयो, यति धेरै प्रेम जसको म ऋणी छु प्रभुका प्रियजनहरू। र म तपाईँलाई म यही साथ दिन चाहन्छु, तपाईँहरूलाई सायद मण्डलीले तपाईँसँग सबै कुरा दक्षता होला, सबै कुरा छ, सबै कुरा तपाईँ ज्ञान बुद्धि विवेकले वरदानले भरिपूर्ण हुनुहुन्छ र कति समयमा मण्डलीले तपाईँलाई चाहिँ त्यो समय या त्यो भाग नदिएला होइन, त्यो विभिन्न कारणवश। तर तपाईँहरू मण्डली आउन नछोड्नुहोस्। मैले देखेको छु कतिजना व्यक्तिहरू मण्डलीमा मलाई भाग दिएन, मलाई समय दिएन, मलाई यो अवसर दिएन भनेर मण्डली अलग अलग मण्डली जाने र मण्डली छोड्ने काम मैले देखेको छु। तर नै होइन, म पिछले 10 सालदेखि यस मण्डलीमा छु। आमेन। 11 वर्ष लाग्दैछ। तर भनौँ भने अब परिचय दिनै भयो जस्तो लाग्यो मलाई, आफ्नो परिचय। तर चाहिँ कतिलाई चाहिँ थाहा छैन, अब मेरो त ठुलो सेलिब्रिटी त होइन, मेरो परिचय कसैले दियोस् फलाना दिस गाई भनेर होइन। म भन्न चाहन्छु, म 14 वर्ष प्रभुको सेवकाई गरेर आएको मान्छे हो। मैले कहिले पनि यस मण्डलीमा चाहिँ म यो हुँ भनेर आज भन्न मन लाग्यो। पास्टर सेवकाई 19 वर्षको उमेरमा पास्टरको अभिषेक पाएको व्यक्ति हुँ म। 2015सम्म मेसम्म मैले पास्टर सेवकाई गरेर आएको व्यक्ति हुँ। तर मैले कहिले पनि यस मण्डलीमा त्यो कुरामा गएर बस्थेँ, म आराधना गर्थेँ, प्रार्थना गर्थेँ। यो मेरो एउटा प्र्याक्टिकलको समय हो। तर प्रभुका प्रियजनहरू, तर यस मण्डलीले कति चिन्यो कति चिनेन त्यो प्रभुलाई थाहा छ। तर म यही भन्न चाहन्छु, तपाईँहरू मण्डली चिने पनि नचिने पनि मण्डली आउन नछोड्नुहोस्, मण्डलीलाई प्रेम गर्न नछोड्नुहोस्, मण्डलीसँग हातीमाला गर्न नछोड्नुहोस्। हाम्रा हरेक कुराहरू ख्रीष्ट येशूले आफ्नो रगतले स्वर्गीय अभिलेखमा लेख्नु भएको छ, त्यहाँ हाम्रो इनाम छ। आमेन। हालेलुया। दुनियाँ तपाईँ चिन्नु नै नचिन्नु, तर परमेश्वरले तपाईँ र मेरो निम्ति राखिदिनुको त्यो योजनाहरू अवश्य पनि पुरा गर्नुहुनेछ। त्यसैले यो संसारमा हुँदाखेरि विश्वासीको जीवन बिताउनुहोस्, चाहे दुःख होस् चाहे हाँसो होस्, चाहे खुसी होस्, चाहे केहीसँग आफूसँग होस् या नहोस्, कसैले आदर सम्मान गरून् या नगरून्, र त्यो अवस्थामा पनि तपाईँ ख्रीष्ट येशूमा बलियो हुनुपर्छ। आमेन। हालेलुया। म प्रभुलाई धन्यवाद दिन चाहन्छु यो समयको लागि। र विशेष 2 मिनटभन्दा मैले धेरै लेखिसकेँ मैले। हाम्रो बाजेले भन्दै कुरा गरे गुरु दुःख नगरे आइसक्यो भने जस्तो धेरै कुरा नगरौँ कि। प्रभुले चाहिँ